नमस्कार दर्शकबिन, बोल्दैछु प्रेमवादी समीर यात्री। सधैँ चाहिँ आज पनि म एउटा प्रेरणादायक कथा लिएर आएको छु। यो कथाले तपाईँको जीवनमा थोरै भए पनि सकारात्मक ऊर्जा थप्नेछ भन्ने मेरो विश्वास छ। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला। अब सुरु गरौँ आजको कथा। धेरै वर्ष पहिलेको कुरा हो। कुनै गाउँमा एक निर्दयी रुद्र भन्ने कसाई बस्थे, जसको क्रूरता देखेर गाउँका सबै मानिस डरले काँप्थे। हरेक दिन रुद्र कसाईले मासु बेच्ने काम गर्थे। गाउँलेहरू उसलाई रुद्र कसाई भनेर चिन्थे। प्राणीहरूलाई यति निर्दयी तरिकाले मार्थे कि जिउँदो कुखुरा हाँसलाई तातो पानीमा डुबाउँथे। चौपया प्राणीहरूलाई निर्मम तरिकाले मार्थे। यो देखेर गाउँलेहरू रुद्र कसाईको नजिकसम्म जान पनि डराउँथे। एक दिन गौतम बुद्ध आफ्ना शिष्यहरूसँग यात्रा गर्दै त्यही गाउँमा पुग्नुभयो। गाउँका मानिसहरूले बुद्धलाई देखेपछि भने, गुरुदेव, यो क्षेत्र रुद्र कसाईको हो। ऊ धेरै क्रूर र घमण्डी छ। उसको नजिक पर्नु हजुरको लागि राम्रो हुँदैन। बुद्ध मुस्कुराउँदै भन्नुभयो, सबै शान्त हुनुहोस्, कोही नडराउनु, हामी उसलाई भेट्न जान्छौँ। त्यसपछि बुद्ध रुद्र कसाईको पसलतर्फ अगाडि बढ्नुभयो। त्यो बेला रुद्र कसाई एउटा खसी मार्न लाग्दै थियो। बुद्ध पसलमा पुग्न साथ रुद्रले हेर्यो र भन्यो, अरे सन्यासी, तिमी यहाँ किन आएको? मासु किन्न आएको हो? बुद्धले मुस्कुराउँदै उत्तर दिनुभयो, होइन रुद्र, म तिमीलाई बचाउन आएको हुँ। रुद्र ठट्टा गर्दै हाँस्यो, मलाई बचाउने तिमी? म त मेरो जीवनदेखि खुसी छु, सन्तुष्ट छु। बुद्धले गहिरो सास लिँदै भने, रुद्र, के तिमीलाई थाहा छ, हामीले अरूलाई प्रेम गर्छौँ भने त्यही प्रेम हामीलाई पनि एक दिन फर्किन्छ नि। बुद्धले प्रेमपूर्वक रुद्रको अतीतको कुरा सोध्न थाले। रुद्र कठोर स्वभावको भए पनि बुद्धको करुणा र शान्त बानीले उसको मन पक्लिन थाले। रुद्रले भन्यो, हामी निकै गरिब थियौँ गुरुदेव। पेट पाल्नकै लागि एक दिन गाउँको खसी मारे। त्यो दिनदेखि मेरो निर्दयी जीवन सुरु भयो गुरुदेव। बुद्धले भन्नुभयो, ल ठिक छ रुद्रजी, अब म हजुरलाई एउटा कथा सुनाउँछु। एक दिन सिकारीले एउटा हरिण पक्रियो। मार्न लाग्दा हरिणले रुँदै जीवनको भिख माग्यो। त्यो देखेर सिकारीको मन दया आयो र हरिणलाई छोडिदियो। तर हरिण भाग्दै जाँदा सिंहको अगाडि पुग्यो। सिंहले खानै खोज्दा त्यो सिकारीले नै आफ्नो जीवन नै जोखिममा राखी हरिणलाई सिंहको मुखबाट बचायो। केही वर्षपछि त्यो सिकारी जङ्गलमै बिरामी भएर ढल्छ। त्यति बेला उसको मुख सुक्खा हुन्छ। त्यो बेला त्यही हरिण आइपुग्छ। हरिणले प्रेमपूर्वक सिकारीको मुख चाट्छ र आफ्नो मुखबाट केही थोपा पानी सिकारीको मुखमा झारिदिन्छ। अनि बिरामी त्यो पानी पिएपछि बिस्तारै उठ्छ र त्यो पानी नभएर उहाँले हरिणले जङ्गलमा विभिन्न खालको जडीबुटी खाएको त्यो जडीबुटीको रस हुन्छ पानी नभएर। रुद्र, यही हो प्रेमको चक्र। जसले प्रेम र करुणा चढाउँछ उसले नै प्रेम र जीवनको सफल पाउँछ। बुद्धको कथा सुनेपछि रुद्र कसाईको आँखामा आँसु बग्न थाल्यो। उसले काट्न लागेको खसी छोडिदियो र भन्यो, गुरुदेव, आजदेखि म कहिल्यै कसैलाई चोट पुर्याउने छैन। मैले बुझे, मेरो क्रूरता र अहंकारले म भित्रको मानवतालाई मारिरहेको रहेछ। बुद्ध मुस्कुराउँदै बुद्धले भन्नुभयो, रुद्र, आजदेखि तिमी पनि अरूलाई दया, प्रेम र करुणा देखाऊ भने त्यही दया प्रेम तिमीलाई जीवनमा फर्केर आउनेछ। बुद्ध मुस्कुराउँदै बुद्धले भन्नुभयो, रुद्र, आजदेखि यदि तिमीले अरू प्रति दया र प्रेम देखायौ भने त्यही प्रेम तिम्रो जीवनमा फर्केर खुसी बनेर आउनेछ। त्यसपछि रुद्रले आफ्नो मासु पसल बन्द गर्यो। गाउँको बीचमा एउटा अबोध प्राणी उद्धार केन्द्र खोले, जहाँ घाइते र बिरामी प्राणीहरूको उपचार, हेरचाह र सेवा गरिन्थ्यो। पहिला जो डराउँथे रुद्र कसाईदेखि, उनीहरू अहिले उसको प्रशंसा गर्थे। रुद्र कसाई अब रुद्र दयालु बनिसकेको थियो। यो कथाले हामीलाई सिकाउँछ, यदि प्रेमको बिउ हृदयमा रोप्यो सक्यो भने त्यसको फलले संसार बदल्न सक्छ। प्रेमले अरूलाई मात्र होइन, हामीलाई पनि बचाउँछ। दया, करुणा, प्रेममा जिउनु, यही हो जीवनको साँचो अर्थ। जसले प्रेम गर्छ उसै भित्र शान्ति र सन्तुष्ट बढ्छ। प्रेम नै जीवनको सबैभन्दा ठूलो शक्ति हो। रुद्र कसाई प्रेमको कारण बदलिएर संसारको प्रेरणा बन्न सफल बन्यो। यो कथा हाम्रो परम पूजनीय गुरुले लेख्नु भएको हो। यदि तपाईँ यो कथा मन पर्यो भने, यस्तै प्रेरणादायक कथा सुन्न चाहनुहुन्छ भने हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनुहोला। लाइक बटन पनि थिच्नुहोला र कमेन्ट आफ्नो विचार अवश्य राख्नुहोला। यस्तै प्रेरणादायक कथा लिएर म प्रेमवादी समीर यात्री भोलि
पुनः आउनेछु, तबसम्मको लागि बिदा दिनुहोस्। जय प्रेम, विथ लभ एन्ड ब्लेसिङ गुरु हजुर।